के तपाईलाई थाहा छ इतिहासको सबैभन्दा ठुलो चिकित्सा सफलहरूमध्ये एक वैज्ञानिकले आफ्नो प्रयोगशाला सफा गर्न बिर्सेको कारणले भयो हो। लर्न फ्रम मिस्टेकमा स्वागत छ। सन् 1928 मा एलेक्जेन्डर फ्लेमिङ नाम गरेका एक स्कटिश वैज्ञानिक आफ्नो लन्डन प्रयोगशालामा ब्याक्टेरियाको अध्ययन गरिरहेका थिए। उनी कीटाणुहरू मार्ने र संक्रमणसँग लड्ने मद्दत गर्ने तरिकाहरूको अनुसन्धान गरिरहेका थिए। तर त्यसपछि उनले गल्ती गरे। हो, उनको गल्ती भयो अनि उनी बिदामा गए र आफ्नो प्रयोगशालाको फोहोर पेन्ट्री भाँडाको थुप्रो यत्तिकै छोडेर गए। साँच्चै यत्तिकै छोडेर गए। केही समयको बिदा मनाएपछि फ्लेमिङ फर्किए। फ्लेमिङ फर्किँदा एक प्रकारको ढुसी लागेको देखे। केही असामान्य थिएन, फोहोर छोडिएको थियो, त्यसै कारण ढुसी लागेको थियो। तर त्यो बाहेक त्यहाँ केही भइरहेको थियो। त्यो ढुसीले केही अनौठो काम गरिरहेको थियो। यस वरपरका ब्याक्टेरियाहरूलाई मारिरहेको थियो त्यो ढुसीले। जब ब्याक्टेरियाहरू मरिरहेको थियो फ्लेमिङलाई अचम्म लाग्यो। त्यसपछि उनले त्यसलाई फ्याक्नुको सट्टा नजिकबाट हेरे। नजिकबाट राम्रोसँग हेर्दाखेरि उनले पत्ता लगाए त्यो त एक मेडिसिन थियो जुन थियो पेनिसिलिन नोटाटम र यसले स्टेफिलोकोकस जस्ता हानिकारक ब्याक्टेरियाहरूलाई नष्ट गरिरहेको थियो। त्यो गल्ती हो, त्यो गल्ती जसले पेनिसिलिनको सिर्जना निम्तायो। संसारको पहिलो वास्तविक एन्टिबायोटिक भन्नुपर्दा मानिसहरू प्राय घरायसी तरिकाले उपचार गर्ने गर्दथे। तर उनको यो एक गल्तीले एक वास्तविक एन्टिबायोटिकको सिर्जना भयो। यसले लाखौंको जीवन बचायो। विशेष गरी भन्नुपर्दा दोस्रो विश्वयुद्धको समयमा जब यसलाई घाइते सैनिकहरू उपचार गर्न ठूलो मात्रामा उत्पादन गरिएको थियो। हुन त हो, एलेक्जेन्डर फ्लेमिङ पेनिसिलिन खोज्न भने निस्केका थिएन। तर उनी आफ्नो गल्तीबाट सिक्न र संसार परिवर्तन गर्न पर्याप्त उत्सुक थिए र यसैबाट नै आज उनको औषधि संसारभरि चारैतिर फैलिएको छ र उनी एक फेमस साइन्टिस्टको रूपमा चिरपरिचित छन्। त्यसैले अबदेखि अर्को पटक जब तपाईँ केही गडबड गर्नुहुन्छ वा बिर्सिनुहुन्छ तपाईँले त्यसलाई धेरै ठुलो नलिनुहोस्। जस्ट सम्झनुहोस् कहिलेकाहीँ गल्तीहरू केवल भेषमा पत्ता लाग्ने कुराहरू हुन्छन्, नयाँ कुराहरूको बाटो देखाइरहेका हुन्छन्। यदि तपाईलाई यो कथा मन पर्यो भने लाइक बटन थिच्नुहोस्, सब्स्क्राइब गर्नुहोस् र गल्तीहरूले चमत्कार निम्ताउन सक्छ है भन्ने कुरा सुन्न आवश्यक पर्ने व्यक्तिहरूसँग शेयर गर्नुहोस्। Because here and learn from mistakes. Failure is the first step to genius. Thank you. Have a good one.